गुड इभिनिङ सबैले। हामी मिलाइँदै हुन्छ, एकैछिनमा क्लास हुन्छ है, 1-2 मिनट्समा। अझै सुरु गर्ने होला होइन अब? स्टार्ट गर स्टार्ट गर। त्यसको साइड इफेक्ट नै हो। अब एकचोटि भएन भने तिम्रो इएनटीलाई देखाउनु पर्छ। केको लागि? सर गुड इभिनिङ। गुड इभिनिङ सबैले, गुड इभिनिङ सर। ल मैले क्लास इन पार्टिसिपेन्टलाई इन गर्नुपर्छ, एडमिट। हामी चाहिँ ह्युमन ओरिजिन अफ लाइफ पढाएको थियौँ है। ओरिजिन अफ लाइफको हामीले थ्योरिजहरू प्लस ओपेरिन हेल्डेन थ्योरीसम्म पढेछौँ है, ओपेरिन हेल्डेन थ्योरीसम्म। आज चाहिँ हामी मिलर एन्ड उरे एक्सपेरिमेन्ट एडमिट गरौँ है तिम्रो साथीहरूले। सर अस्ति हजुरले पढाएकोबाट एउटा क्वेसन आएको थियो नेमको मोडुलर टेस्टमा। हजुर सोध कुन क्वेसन? मोस्ट इम्पोर्टेन्ट कम्पोनेन्ट अफ ओरिजिन अफ लाइफ भनेर पढाउनु भएको थियो नि, ठ्याक्कै आएको थियो। आन्सर के हो रे त्यसको? वाटर होइन हो। अब क्वेसन त्यस्तै सोध्ने, तिमीहरूलाई खासै गाह्रो सोध्दैन, अलिक कन्फ्युजिङ होइन, ट्रिकी खालको, सजिलो नि सोध्छ। ल मैले एडमिट गर्दैछु तिम्रो साथीहरूले। मैले तिमीहरूको ह्युमन इभोल्युसन ओरिजिन अफ लाइफको लगभग सबै क्वेसन, जुन क्वेसन सोध्न मिल्छ सबै प्र्याक्टिस गराउँछु है, चाहे त्यो थ्योरीमा होस् अथवा क्वेसन गराएर नै होस्, मैले सबै भनिदिन्छु। क्वेसन बेट्स पनि आज पढ्छौँ हामीहरू, क्वेसन बेट्सको बारेमा आज पढ्छौँ। म हेडिङ लेख्छु, सुरु गर्छु। तिमीको साथीहरूलाई इन गर्नुमा मैले आज म हेडिङ लेख्छु एकछिन। यसको साइज बढाउँ पहिला। आज चाहिँ हामी मिलर एन्ड युरे एक्सपेरिमेन्ट पढ्छौँ। मिलर एन्ड युरे एक्सपेरिमेन्ट है, मिलर एन्ड युरे एक्सपेरिमेन्ट। एकछिन म यसको साइज बढाउँछु, अस्ति तिमीलाई क्लियर भएको थिएन। फन्ट मिलर एन्ड युरे एक्सपेरिमेन्ट। यो एक्सपेरिमेन्टमा चाहिँ हामीले ओपेरिन हेल्डेन थ्योरीलाई प्रुभ गर्छौँ है। यो नयाँ एक्सपेरिमेन्ट होइन, ओपेरिन हेल्डेन एक्सपेरिमेन्ट चाहिँ ट्रु हो कि फल्स हो भनेर, अथवा बायोकेमिकल थ्योरी अफ ओरिजिन अफ लाइफलाई चाहिँ हामीले प्रुभ गर्छौँ है यो एक्सपेरिमेन्टमा। मिलर एन्ड उरे एक्सपेरिमेन्ट। सो मिलर एन्ड उरे भन्ने दुईटा साइन्टिस्ट थियो, यिनीहरूले चाहिँ सिरिज अफ एक्सपेरिमेन्ट गरे के, सिरिज अफ एक्सपेरिमेन्ट गरे, जसले चाहिँ सिमुलेसन एक्सपेरिमेन्ट भनेर नाम दिएको छ। सिमुलेसन एक्सपेरिमेन्ट्स
सिमुलेसन एक्सपेरिमेन्ट्स है। यो फर्स्टमा मैले एउटा क्वेसन नै भन्दै, यो एक्जाममा सोध्ने क्वेसन हो। मोडल टेस्टमा चाहिँ तिमीलाई सोध्छ मिलर एन्ड उरेले कुन एक्सपेरिमेन्ट गरे भन्छ, अप्सनमा चाहिँ डिफ्रेन्ट राखेको हुन्छ, त्यसमा एउटा चाहिँ सिमुलेसन एक्सपेरिमेन्ट पनि हुन्छ है। सिमुलेसन एक्सपेरिमेन्ट ल एडमिट गरौँ तिम्रो साथीहरूले एकैचोटि। मैले कोस्ट त्यो सन्देश पारिदिन्छु है, तिमीले चाहिँ भाइलाई इन गरौ। एकछिन आफूलाई अनम्युट गर त। हस् हजुर भन्नुहोस् न दाइ। मैले तिमीलाई कोस्ट बनाइदिएँ, तिमीले साथीहरूलाई इन गर है। आज हामी चाहिँ लिमिटेड पर्छौँ तर बुझ्ने गरी पर्छौँ है। ल सिमुलेसन एक्सपेरिमेन्ट। सो मिलर र उरे भन्ने साइन्टिस्टले चाहिँ सिमुलेसन एक्सपेरिमेन्ट गरे, अनि यसमा चाहिँ यिनीहरूले एउटा एप्रेटिस युज गरे के। अब प्रिमिटिभ एटमोस्फियर कुन कुन कन्डिसन थियो, हाई टेम्परेचर थियो, लाइटनिङ थियो होइन। सो त्यस्तै इन्भाइरोमेन्ट क्रिएट गर्नलाई चाहिँ एउटा एप्रेटिस युज गरेछ कि यिनीहरूले, स्पार्क डिस्चार्ज एप्रेटिस युज गरेको छ। स्पार्क डिस्चार्ज एप्रेटिस कस्तो हुन्छ म तिमीलाई डायग्राम बनाइदिन्छु, तिमीहरूको इमेज पनि फर्म हुन्छ होला माइन्डमा, पहिले पढेको छ यो। यस्तो यस्तो होइन, याद आएपछि भन्ने है। मैले एक्ज्याक्ट डायग्राम बनाउनु खोजेँ होइन, तिमीलाई जस्ट रिमाइन्डर गर्न खोजेँ कि यस्तो डायग्राम छ भनेर। अनि यस्तो थियो, यस्तो यस्तो याद आयो तिमीलाई? तिमीले प्लस 2 मा पढेको याद आयो कि हैन? यस सर। सर यो स्पार्क डिस्चार्ज गराउने चाहिँ प्रिमिटिभ एटमोस्फियर जस्तै गराउनलाई हो। यो एउटा एपरेटस थियो के, एपरेटस। यसमा चाहिँ प्रिमिटिभ एटमोस्फियरको जस्तै कन्डिसन क्रिएट गर्न खोज्यो के। यसलाई स्पार्क किन भनेको चाहिँ यसमा करेन्ट पठाइयो, त्यही भएर स्पार्क भन्यो के, अरु के पनि हैन। स्पार्कहरु के, स्पार्क। सो यसमा स्पार्क पठाइयो। ल हेर्ने, हाई टेम्परेचरको लागि यसमा हिट गरियो हैन, अनि मैले लाइटनिङ हुन्छ भनेको थिएँ नि, सो त्यसमा इलेक्ट्रिसिटी पनि पठाइयो है। इलेक्ट्रिसिटी पठाइयो, अनि कम्पाउन्ड्स युज गरेको भनेको यो सोध्छ तिमीलाई। कम्पाउन्ड्स के युज गर्यो भने चाहिँ मिथेन, मिथेन, एमोनिया, एमोनिया अनि हाइड्रोजन है। च्याट के भन्छ सर टु फर्स्ट, यो फर्स्ट लाइन है, भर्खर सुरु भएछ। म फेरि भनिदिन्छु, अब भर्खर आएको स्टाइलमा भनिदिन्छु। मिलर एन्ड उरे एक्सपेरिमेन्ट पढिरहेको छौँ, यो भनेको ओपेरिन हेल्डेन थ्योरीलाई प्रुफ गर्ने एक्सपेरिमेन्ट हो है। सो उनीहरूले चाहिँ सिमुलेसन एक्सपेरिमेन्ट गरेका छन्। एपरेटिस भनेको स्पार्क डिस्चार्ज एपरेटिस युज गरेको छ। यो डायग्राम सम्झिने, स्पार्क डिस्चार्ज एपरेटिस है। मैले एक्ज्याक्ट डायग्राम त बनाउन खोजेको होइन, जस्ट तिमीलाई रिमाइन्डर होस् भनेर बनाएको हो यो। ल यसमा के युज गर्यो भने चाहिँ मिथेन, एमोनिया र हाइड्रोजन। ल एक्जाममा तिमीलाई के सोध्छ भने चाहिँ यसको रेसियो सोध्छ है, कति कति रेसियोमा युज गर्यो भनेर है। कसैलाई थाहा छैन भन्दा हुन्छ त। रेसियो कति छ थाहा छ? 2:1:2 है। यो मैले शनिबार एक्जाम दिने बेला चाहिँ धेरै रेगुलरली सोधिरहेको हुन्थ्यो। 2:1:2 है। 2 रेसियोमा मिथेन, 1 रेसियोमा एमोनिया र 2 रेसियोमा फेरि हाइड्रोजन युज गरेर यो एक्सपेरिमेन्ट गरिएको थियो। मिथेन, एमोनिया र हाइड्रोजन हेर्ने कसरी सम्झिने, @ m हैन, मिथेनको m, एमोनियाको a अनि हाइड्रोजनको hy भनेर सम्झिने के, माही सम्झिने है। 2:1:2 2:1:2। ल सँगै एउटा क्वेसन लेखौँ त, एक्जाममा कसरी सोध्छ तिमीहरूलाई। ल मैले तिमीलाई क्वेसन सोध्छु त भने एउटा क्वेसन लेखौँ है। इन मिलर युरे एक्सपेरिमेन्ट ढिलो नहुने क्लासमा, तिमीले 10 मिनट पछि आउँछौ, 10 मिनटमा मैले के इन्ट्रोडक्सन दिइसकेको हुन्छु नि, तिमीले बिचमा कन्फ्युज भइहाल्छौ। पढ्ने भएपछि स्टार्टिङबाट आउने के ल है। इन मिलर उरे एक्सपेरिमेन्ट द रेसियो अफ एमोनिया, हाइड्रोजन एन्ड मिथेन
युज्ड वाज है क्वेसन यसरी सोध्छ तिमीहरूलाई ल अप्सन ए मा 2:1:2 फर्स्ट अप्सनमा यही हुन्छ हेरे फर्स्ट अप्सनमा चाहिँ 2:1:2 नै हुन्छ अनि अप्सन बी मा हुन्छ एकछिन अप्सन बी मा हुन्छ 2:2:1 है अप्सन सी मा हुन्छ 1:2:2 अनि अप्सन डी मा हुन्छ एनी अफ एबभ मिलिरहेछ न 2 एकछिन है भने ठिक छ ल ट्राई गरौँ त सी है ल धेरैले भन्छ क्या सी हो यसरी झुक्या हुन्छ मैले चाहिँ धेरैचोटि बिगारेर हुन्थेँ अनि म सोच्थेँ किन बिग्रियो मैले त 2:1:2 पढेछु 2:1:2 पढेछु किन बिग्रियो भने चाहिँ अब क्वेसनमा चाहिँ त्यो पोजिसन चेन्ज गरिदिन्छ कि जस्तै तिमीले मिथेन फ्रन्टमा छ बुकमा तर एक्जाममा चाहिँ एमोनिया फ्रन्टमा दिइदिन्छ कि अनि बिग्रिन्छ नबिगार्ने रेसियो सम्झिने माही भनेर न्युमेरिक छ मिथेन एमोनिया हाइड्रोजन 2:1:2 अगाडि पछाडि जे दिए नि मिल्छ अब ल शिल्पा मण्डल भन्ने लेट नहुने है तिमी लेट आछौ लेट नहुने ल नेक्स्ट अब है सेकेन्ड क्लास हो कि थर्ड यो सेकेन्ड क्लास हो फर्स्ट क्लासमा हामीले थ्योरीहरू पढेछौँ अनि ओपन हेल्डेन थ्योरी पढेछौँ अब सेकेन्ड क्लासमा चाहिँ मिलर उरे एक्सपेरिमेन्ट क्वेसन यहाँबाट हुन्छ है ल मैले पेज चेन्ज गरेँ ल अब के भयो त मिथेन एमोनिया र हाइड्रोजन त युज गर्यो हैन अनि सेम एटमोस्फियर पनि क्रिएट गरेको छ हेर्ने सेम एटमोस्फियर पनि क्रिएट गरेको छ हाई टेम्परेचर दिएको छ लाइटनिङ दिएको छ भनेको इलेक्ट्रिसिटी पठाएको छ हैन सबै पठाएको छ अनि के भयो त अब त्यो ओपन हेल्डेन थ्योरी प्रुभ गर्नलाई ओपन हेल्डेन थ्योरीमा जे भएको थियो त्यही हुनु पर्यो नि त हैन सो यसमा पनि 15 एमिनो एसिड्स वेयर ऑब्टेन्ड के भएको छ 15 एमिनो एसिड्स वेयर ऑब्टेन्ड हैन ओपन हेल्डेन थ्योरी जस्तो भयो कि भएन ओपन थ्योरीमा यस्तै भएको थियो कि थिएन हाइड्रोजनबाट एमिनो एसिड्स बनेको थिएन खै त क्लास अटेन्ड गरेकोले रेस्पोन्स गर त के भएको थियो ओपन थ्योरीमा मैले सोधेको क्वेसन बुझेनौ हेर्दै 15 एमिनो एसिड्स वेयर ऑब्टेन्ड ओपन थ्योरीमा त्यही त भएको थियो हाइड्रोजन भयो एमोनिया भयो मिथेन भयो हैन वाटर वेपर हैन यिनीहरुको रिएक्सन भएर हाई टेम्परेचर लाइटनिङको प्रेसेन्समा के भएको थियो एमिनो एसिड्स हैन सुगर्सहरु बनेको थियो के भन्छ एमिनो एसिड्स फ्याटी एसिड्स र मोनोसैकेराइड्स बम भएको थियो एमिनो एसिड्स जे पनि एमिनो एसिड्स बनेको थियो हैन सिम्पल केमिकल्सबाट चाहिँ बायोलोजिकल कम्पाउन्ड्स बनेको थियो सो यही भनेको ओपेरिन थ्योरीले प्रुभ गरेको हो के 15 एमिनो एसिड्स वेयर ऑब्टेन्ड तिमीले 15 कै नाम याद गर्नु पर्दैन एक्जाम्पल लेख्ने ग्लाइसिन अलानिन र अस्पार्टिक एसिड अरु पनि बन्छ होला तर उनीहरुले चाहिँ एमिनो एसिड्स मात्रै ऑब्टेन गरे के अब एउटा ऑब्टेन भयो भने चाहिँ अरु पनि ऑब्टेन भइहाल्छ भनेर उनीहरुले बिलिभ गरे ल तिमीले सबै सम्झिनु पर्दैन 15 भन्ने याद गर्ने 15 एमिनो एसिड्स ऑब्टेन भएको थियो एक्जाम्पलमा चाहिँ ग्लाइसिन अलानिन र अस्पार्टिक एसिड ल म लास्टमा अहिले नै लेखाइदिन्छु एउटा क्वेशन अझै एउटा क्वेशन लेख्ने इन मिलर युरे एक्सपेरिमेन्टमा व्हिच एमिनो एसिड्स वाज ऑब्टेन भन्छ व्हिच एमिनो एसिड वाज ऑब्टेन भन्छ अप्सन ए मा ग्लाइसिन बी मा अलानिन सी मा अस्पार्टिक एसिड अनि डी मा अल अफ एबभ राख्छ अथवा कुन हैन भनेर डी मा अर्कै राखिदिन्छ है आन्सर कुन हुन्छ डी हुन्छ है यदि डी मा तिमीहरुको बाइ चान्स कार्बोक्सिलिक एसिड राखेछ भने चाहिँ कुन हैन भने चाहिँ सिधै डी लाउने है अब बुकमा त तिमीहरुको दिएको छैन बुकमा तीनटा मात्र दिएको छ सो यसरी सम्झिने ग्लाइसिन अलानिन र अस्पार्टिक एसिड बाहेक अरु कुनै पनि हैन सम्झिने तिमीहरुले यसरी सम्झिने बाइ चान्स क्वेशनमा यस्तो सोध्यो
कुन होइन भनेर सोध्दैछ अनि अप्सन डी मा कार्बोक्सिलिक एसिड अथवा कुनै छुट्टै राखेको छ भने चाहिँ अप्सन डी होइन है। ल यतिसम्म क्लियर छ होला? यति साह्रो त लेखौँ त। ग्लाइसिन अलानिन र अस्पार्टिक एसिड अप्टिन भयो। अब हामी फेरि ओपेरिन थ्योरीमा जान्छौँ है। ओपेरिन थ्योरीकै कन्क्लुजनतिर जान्छौँ। यो एक्सपेरिमेन्ट यति मात्रै छ मिलर एक्सपेरिमेन्टमा। फेरि ओपेरिनमा जान्छौँ। मैले पेज चेन्ज गरेँ। हेर्ने अमाइनो एसिड्स है, ग्लाइसेरोल र सुगर्स। अमाइनो एसिड्स, ग्लाइसेरोल र सुगर्सको पोलिमर्सले चाहिँ प्रोटोबायोन्ट्स भन्छ। ओपेरिन हेल्डेन थ्योरीमा यस्तो भनेको छ। अमाइनो एसिड्स, ग्लाइसेरोल र सुगर्सको मिक्सचर अथवा पोलिमर्सले चाहिँ प्रोटोबायोन्ट्स भन्छ। त्यस्तै अमाइनो एसिड्स होइन, पोलिपेप्टाइड्स भनौँ। मिक्सचर अफ भनौँ है। ल मिक्सचर अफ, यो पोइन्ट लेख्ने है। मिक्सचर अफ अमाइनो एसिड्स, ग्लाइसेरोल र सुगर्स भनेको प्रोटोबायोन्ट्स भनेको लिभिङ सेल जस्तै। बोल्ड गर्नु नि दाइ, फोन्ट बढाउनु। अझै बोल्ड गर्ने? हजुर। ल अनि पोलिमर अफ यति बेला एउटा यसमा झुकाउँछ है। पोलिमर अफ पोलिपेप्टाइड। अस्ति एउटा बहिनी रङ भनेको थियो, मैले पनि फेरि त्यही लेखाइदिए जस्तो लाग्यो। पोलिमर अफ पोलिपेप्टाइड भनेको के हुन्छ? एमबाट हुन्छ भन त। माइक्रो के माइक्रो? तिमीले सुनेको छैन? माइक्रो के हुन्छ? माइक्रोस्फियर। पोलिमर अफ पोलिपेप्टाइड भनेको माइक्रोस्फियर। त्यस्तै पोलिमर अफ फ्याटी एसिड्स भनेको पोलिमर अफ फ्याटी एसिड्स अथवा लिपिड्स है भनेको लाइपोक्जिसोम्स। धेरै बोल्ड भयो है। पोलिमर अफ लिपिड्स भनेको लाइपोक्जिसोम्स। त्यस्तै पोलिमर अफ पोलिपेप्टाइड लिपिड र पोलिसेक्रेट्स भनेको क्वेसरबेट्स। अस्ति एउटा बहिनीले चाहिँ पोलिमर अफ के भन्नु थियो भने चाहिँ लिपिड। क्वेसरबेट्स भनेको के भनेको थियो एउटा बहिनीले? मेसेज लेख्दा हुन्छ। छैन क्लासमा? मिक्सचर अफ अमिनो एसिड्स, ग्लाइसेरोल र सुगर्सलाई प्रोटोबायोन्ट्स भन्छ, लिभिङ सेल जस्तै। यसलाई जस्तै किन भने चाहिँ यो लिभिङ सेल एक्ज्याक्ट त होइन, तर लिभिङ सेल जस्तै थियो हैन। त्यस्तै पोलिमर अफ पोलिपेप्टाइड भनेको माइक्रोस्फियर, पोलिमर अफ लिपिड भनेको लाइपोक्जिसोम्स, अनि पोलिमर अफ लिपिड पोलिपेप्टाइड र पोलिसेक्रेट्स भनेको क्वेसरबेट्स। कन्फ्युज नहुने है। तर क्वेसरबेट्समा फेरि लिपिडको भ्याल्यु अलि बढी नै हुन्छ। लिपिडको भ्याल्यु अलि बढी हुन्छ। अनि एउटा क्वेसन अझै सोध्छ तिमीहरूले, माइक्रोस्फियर टर्म कसले दिएको छ भनेर सोध्छ है। सिडनी फक्स भन्ने साइन्टिस्ट छ। मेसेज आउँछ क्वेसरबेट सुगर प्लस अमिनो एसिड त होइन होला है। अलि मिल्दैन जस्तो लाग्यो तिमीले भनेको। र माइक्रोस्फियर चाहिँ सिडनी फक्स भन्ने साइन्टिस्टले नाम दिएको छ। सिडनी फक्स सम्झिने, एउटा सम्झिने, अरू साइन्टिस्ट नसम्झिने। फेरि सिडनी फक्स भन्ने साइन्टिस्टले चाहिँ माइक्रोस्फियर भन्ने टर्म दिएको छ है। र सुन यसले हजुर सर त्यो लिभिङ सेल जस्तै कस्तो क्यारेक्टर थियो त्यो एउटा भनिदिनु न। अब लिभिङ सेल केले बनेको हुन्छ? अर्ग्यानिक कम्पाउन्ड्सले बनेको हुन्छ कि हुँदैन? यस सर।
जस्तै अमाइनो एसिड्स हुन्छ, कहाँ छ अमाइनो एसिड्स छ हैन, अनि सुगरहरू हुन्छ, हाम्रो डिएनए चाहिँ सुगर्स, डिएनएमा सुगर्सहरू हुन्छ, पेन्टोज सुगर्स, राइबोज सुगर्स हुन्छ हैन। सो लिभिङ सेल जस्तै थियो, एक्ज्याक्ट लिभिङ सेल छैन है। अब लिभिङ सेल भनेको प्री सेल भन्ने चाहिँ म भन्छु कहिले हुन्छ। अब के भयो भने चाहिँ यसमा चाहिँ डिभाइडिङ पावर पनि आएको थियो है, मैले तिमीलाई अस्ति क्लासमा लेखाएको थिएँ। के भएको थियो चाहिँ क्वेसेर बेड्समा चाहिँ न्युक्लियोप्रोटिन गएर एट्याच भयो कि रिएक्सन भयो त्यो वाटरमा, न्युक्लियोप्रोटिन गएर अट्याच भयो है, प्लस यसको वरिपरि चाहिँ न्युट्रिटिभ सब्सटेन्स पनि गयो, आयो कि न्युट्रिटिभ सब्सटेन्स पनि आयो वरिपरि। अनि यसलाई चाहिँ एउटा सेल मेम्ब्रेनले कभर गरिदियो कि अथवा एउटा सर्फेसले कभर गरिदियो, जसलाई चाहिँ प्री सेल भन्छ। प्री सेल हेर्ने तिमीले कहिले काहीँ सोध्छ प्री सेल वाज अब्टेन्ड अथवा अरिजिनेटेड फ्रम भनेपछि क्वेसेर बेड्स, प्री सेल वाज अरिजिनेटेड फ्रम क्वेसेर बेड्स। यसलाई प्री सेल किन भने चाहिँ न्युक्लियोप्रोटिन अट्याच भएपछि त्यसमा डिभाइडिङ पावर भयो। न्युक्लियोप्रोटिन भनेको हाम्रो डिएनए भयो हैन, आरएनए भयो न्युक्लियोप्रोटिन हैन। अनि न्युट्रिटिभ सब्सटेन्सले चाहिँ के गर्यो, न्युट्रिसन फङ्सन्स देखायो कि यसले चाहिँ न्युट्रिसनको एब्जर्प्सन गरायो, त्यही भएर प्री सेल। मैले प्रिभियस क्लासमा पनि तिमीलाई भनेको थिएँ प्री सेलमा के हुन्छ, पावर अफ डिभिजन अनि न्युट्रिटिभ पावर पनि हुन्छ। त्यसको तल लेख्ने, म कलर चेन्ज गर्छु, बुझिन्छ है। म क्वेसन गराउँछु, कस्तो क्वेसन हुन्छ अहिले तिमी नआत्तिने। capable of growth and development and absorption of nutrients. ल प्रिसेलमा त्यो लेख्ने, प्रिसेल किन भन्यो भने चाहिँ त्यसमा चाहिँ ग्रोथ एन्ड डेभलपमेन्टको पावर थियो अनि न्युट्रिसन एब्जर्ब गर्न सक्थ्यो। तिमीलाई एक्जाममा कुन क्वेसन के क्वेसन सोध्छ भने चाहिँ फर्स्ट फर्म्ड लाइफ वाज हैन, फर्स्ट फर्म लाइफ कस्तो थियो भने सोध्छ। अटोट्रफ थियो कि हेटरोट्रफ थियो, के हुन्छ ल भन त, त्यसले एब्जर्ब गरिरहेछ। हेटरोट्रफ है, खै त अरू बोल्दैन नि त तिम्रो क्लासमा, फर्स्ट दिनमा सबै बोलिरहेको थिए। दीपक भन्ने भाइले भन त हेटरोट्रफको डेफिनेसन के हो? खै दीपक भाइ छ कि छैन क्लासमा? छैन? ल खगेन्द्र दास भन्नेले भन, ट्राई गर त। हजुर सर। हेटरोट्रफको डेफिनेसन भन त, अलि नेपालीमा भन्दा नि हुन्छ, के बुझिन्छ हेटरोट्रफ भनेको? आफ्नो खाना आफै बनाउँदैन, अरूमा डिपेन्ड गर्ने। अरूमा डिपेन्ड गर्ने। सो प्रिसेल के थियो, हेटरोट्रफ थियो कि अटोट्रफ थियो? के थियो फर्स्ट फर्म लाइफ के थियो? फर्स्ट फर्म लाइफ भन्ने है, नलेख्ने, मैले लेख्ने च्याट भ्याउँदैन, तिमीहरूको साथीले पनि सुन्छ हैन। फर्स्ट फर्म लाइफ के थियो भन त? फर्स्टमा छ हेटरोट्रफ थियो। अनि एरोबिक थियो कि एन्ड्रोबिक थियो? एनारोबिक। पहिलो कुरा त ओसिनमा पनि छ, अर्को कुरा के भनेको थियो मैले, फ्रीली अक्सिजन थिएन, फ्री अक्सिजन पनि थिएन, त्यही भएर के भयो एनेरोब्स भयो नि। एरोब्स भनेको त अक्सिजन रिलेटेड भयो अथवा अक्सिजन प्रेजेन्समा भयो, अक्सिजन प्रेजेन्स छ त्यसलाई एरोबिक भन्छ, अक्सिजन अब्सेन्ट छ त्यसलाई एनएरोबिक भन्छ। एकैछिन के भयो स्क्रिन, एनएरोबिक भन्छ। सो फर्स्ट फर्म लाइफ चाहिँ के थियो, एनएरोबिक हेटरोट्रफ्स थियो, एनएरोबिक हेटेरोट्रफ्स थियो, हेटेरोट्रफ्स। ल फर्स्ट फर्म लाइफ चाहिँ एनएरोबिक हेटेरोट्रफ्स। मैले फेरि एउटा चाहिँ पोइन्ट एड गर्न चाहे यसमा, हेटेरोट्रफ्स अनि कुन हेटेरोट्रफ्स त? बायोलोजिकल हेटेरोट्रफ्स कि केमिकल हेटेरोट्रफ्स थियो? केमो हेटेरोट्रफ्स। केमो हेटेरोट्रफ्स है, तिमीलाई एक्ज्याक्ट सोधेछ एनारोबिक केमो हेटेरोट्रफ्स आएको छ अप्सनमा, एनारोबिक केमो हेटेरोट्रफ्स, केमो हेटेरोट्रफ्स। ल सर फर्स्ट फर्म लाइफ प्रिसेल भन्न मिल्दैन? फर्स्ट फर्म लाइफ भने कि प्रिसेल हो नि, त्यही त।
अनि तिमीलाई क्वेसन राख्छ कहिलेकाहीँ क्वेसन राख्छ न्युट्रिसन कस्तो थियो भनेर सोध्छ कि फर्स्ट फर्मलाई त प्रिसेल छ त्यसको न्युट्रिसन कस्तो थियो भनेर क्वेसन सोध्छ यो मैले आफ्नो आइएमको फर्स्ट एक्जाम दिने बेला क्वेसन आएको थियो प्रिसेल भन्ने अप्सनमा थियो फर्स्ट फर्म लाइफ भनेर प्रिसेल अप्सन एमा प्रिसेल थियो बीमा प्रोसेल थियो हैन अनि यस्तै यस्तै थियो झुकाउने खालको थियो सिम्पली प्रिसेल हुन्छ ल सकिसक्न लागे नातिने यति साह्रै हुनेछ पहिले चेन्ज गर्दा हुन्छ ओके सर ल मैले चेन्ज गरेँ फर्स्ट फर्म लाइफ त प्रिसेल छ तर कुन फर्स्ट लाइफ कुन इरामा जेनेरेट भएको छ त्यो पनि लेखौँ है त फर्स्ट फर्म लाइफ त प्रिसेल भयो फर्स्ट लाइफ वाज अरिजिनेटेड इन कुन इरामा इन प्री भन्ने सुनेको छैन प्री क्याम्बियन इरा भन्ने सुनेको छैन सुनेको छ सर प्री क्याम्ब्रियन इरा है अलिक ठुलो लेख्नु अझै ठुलो लेख्ने बुझिएन र योभन्दा ठुलो लेख्यो भने त फेरि एउटा अक्षर नै लेख्नु 2-3वटा लाइन मात्रै लेख्न मिल्छ होला त योभन्दा ठुलो लेख्यो भने तर म अझै ठुलो लेख्न ट्राई गर्छु है फर्स्ट लाइफ वाज अरिजिनेटेड इन प्री क्याम्ब्रियन इरा प्री क्याम्ब्रियन इरा अब तिमीले इभोल्युसन पढिसक्यो होला हैन इभोल्युसन पढ्यो तिमीले ह्युमन इभोल्युसन चाहिँ पढेको छ तिमीले मिलाउँथ्यौ हैन यो प्री क्याम्बियन इरा जाने थियो हैन जाने थियो ल थाहा भयो अहिले यो नोट गर्ने फर्स्ट लाइफ वाज अरिजिनेटेड इन प्री क्याम्बियन इरा सर त्यो इपोक चाहिँ के हुन्छ त इपोक यस्तो हो के हजुर म भन्छु त्यो भनेको हाम्रो इभोल्युसनरी टाइम स्केल है त्यो भनेको इभोल्युसनरी टाइम स्केल हो एउटा इरा हुन्छ एउटा इपोक हुन्छ अनि अर्को पिरियड हुन्छ जस्तै हामीले इयर हैन मन्थ डे भन्छौं नि त्यस्तै हो के इरा भनेको सबभन्दा ठुलो टाइम पिरियड हो इपोक भनेको त्यसको भित्र पर्ने सर्टेन अमाउन्ट अफ टाइम पिरियड हो अनि टाइम जस्तै अनि पिरियड भनेको त्योभन्दा नि थोरै समय के जस्ट युनिट हो के युनिट इभोल्युसनको ओके सर प्री क्याम्बियन इरा सर्टली डिफाइन गर्दिनु प्री क्याम्बियन इरा भनेको केही नि हैन प्री क्याम्बियन इरा भनेको यसमा ट्राइलोबाइट्स भन्ने ओरिजिन भएको छ के ट्राइलोबाइट्स भन्ने फर्स्ट लाइफ ओरिजिन भन्ने भएको छ भनेर मानिन्छ प्री क्याम्बियन इरामा लाइफ भनेको अब ह्युमनको लाइफ है यो के भन्छन् ह्युमन भन्दा नि युक्यारियोट्सको लाइफ भनौँ न लाइफ फर्स्ट लाइफ भन्नाले ह्युमन जस्तै लाइफ के एक्ज्याक्ट ह्युमन नभए नि अब ट्राइलोबाइट्स भन्ने ओरिजिन भएको थियो लेख्ने ब्र्याकेटमा लेख्दिने ट्राइलोबाइट्स लेखौँ ट्राइलोबाइट्स अनि तिमीले गुगल गरेर हेर है ट्राइलोबाइट्स भनेको के देखाउँछ ट्राइलोबाइट्स एउटा जनावर छ ट्राइलोबाइट्स ल अब ओपेन एन्ड हेल्डेनको म सर्ट एउटा समरी लेखिदिन्छु अनि त्यहाँबाट पुरै क्लियर हुन्छ कसैले मलाई मेसेज गरेको थियो दाइ तपाईँले त बायोजेनिक केमोजेनिक कग्नोजेनिक केही पनि भनिदिनु भएन भने चाहिँ म त्यो लेखाइदिन्छु ल हेर्ने फर्स्टमा के थियो फ्री एटम्स जस्तै हाइड्रोजन कार्बन नाइट्रोजन अक्सिजन थियो फर्स्टमा हैन यिनीहरूले एकअर्कासँग रिएक्सन गरे के बनायो हाइड्रोजन बनायो वाटर बनायो एमोनिया पनि बनायो कार्बन थिएन होला है कार्बन भएपछि मिथेन बनिहाल्थ्यो ल फर्मेसन अफ अलि कम्प्लेक्स एटम अलि कम्प्लेक्स मोलिक्युल है एटम पनि हैन हाइड्रोजन वाटर र एमोनिया बन्यो त्यो पछि के भयो यिनीहरूले फेरि मिक्स रिएक्सन गरेर मिथेन पोलिसेक्राइड्स हैन पोलिसेक्राइड्स र सिम्पल सुगर्स बनायो मैले अस्ति सुगर्स लेखाएको थिएँ सिम्पल सुगर्स लेख्ने पोलिसेक्राइड्स भन्दा नि एकछिन
सिम्पल सुगर्स र फ्याटी एसिड्स सिम्पल सुगर्स अनि फ्याटी एसिड्स अहिले क्लास नछोड्ने त्यो अलि इम्पोर्टेन्ट कुरा हुन्छ मिथेन सिम्पल सुगर्स र फ्याटी एसिड्स अझै कम्प्लेक्स बन्यो यो पछि के बन्यो भने चाहिँ यो भनेको केमोजेनी हो यो भनेको केमोजेनी फर्मेसन अफ अर्ग्यानिक कम्पाउन्ड्स सरी इनअर्ग्यानिक मैले मिस्टेक गरेँ जस्तो लाग्यो एकैचोटि मिथेन सिम्पल सुगर्स ठिक छ यसले केमोजेनी भने चाहिँ त्यो चिजमा मिथेन बनेको छ हैन अर्ग्यानिक नै होला नि अर्ग्यानिक त हो तर केमोजेनी भनेछ तिमीहरूको बुकमा ल अहिले एकछिन यसलाई मेटौँ है अहिले केमोजेनी नलेखौँ अनि यो चाहिँ के बन्यो भने चाहिँ पोलिसेक्रेट्सहरू बन्यो सिम्पल सुगर्सदेखि पोलिसेक्रेट्स अनि अरू न्युक्लियोटाइड्स है लिपिड्स बन्यो अनि न्युक्लिक एसिड्स बन्यो है यो भनेको बायोजेनी अब माथि यस्तो गरौँ न यति पुरै केमोजेनी राखौँ यो भनेको सबै केमोजेनी है यो भनेको बायोजेनी फर्मेसन अफ अर्ग्यानिक कम्पाउन्ड्स है अनि अर्ग्यानिक कम्पाउन्ड्स त बन्यो मैले तिमीले अघि प्रोटो प्रिसेल लेखाएको थिएँ हैन बायोजेनीदेखि सेल जस्तै बन्नुमा ट्रान्सफर्मेसन प्रोसेसलाई चाहिँ कोग्नोजेनी भन्छ के हेर्दै पोलिसेक्रेट्स न्युक्लियोटाइड्स त बन्यो प्रोटोबाइन्ट्स त बन्यो हैन लिभिङ सेल जस्तै कुरा त बन्यो यो प्रोटिनको मोलिक्युल त बन्यो तर यसमा डिभाइडिङ गर्ने टेन्डेन्सी आयो भनेपछि मात्रै यसलाई के भनेको थियो प्रिसेल भनेको थियो हैन हो कि हैन यो प्रोटिन छ प्रोटिनमा डिभाइडिङ पावर आएपछि मात्रै यसलाई प्रिसेल भनेको थियो कि थिएन खै रेस्पोन्स त मैले प्रिसेल प्रोटिनको मोलिक्युल हैन मैले प्रिसेल प्रोटिन मोलिक्युललाई यो प्रोटिनको डल्लोलाई भनेको थिएँ कि यो डिभाइडिङ टेन्डेन्सी आएपछि भनेको थिएँ प्रिसेल डिभाइडिङ टेन्डेन्सी हो यही प्रोसेसलाई के भन्छ कोग्नोजेनी भन्छ कोग्नोजेनी है कोग्नोजेनी यो पछि आउँछ कोग्नोजेनी त्यसमा के भएको थियो प्रिसेल बनेको थियो प्रिसेल बनेको थियो जसलाई कोग्नोजेनी भन्छ कोग्नोजेनी भनेको यता बुझ्ने यो बुझ्ने प्रोटिन अनि प्रिसेल बनेको थियो यसमा डिभाइडिङ पावर न्युट्रिसन क्यापेसिटी थियो लेख्ने अनि यो पछि के बनेको थियो प्रोक्यारियोट्स बनेको थियो प्रोक्यारियोट्स अनि युक्यारियोट्स ल यति हो प्रिसेलमा सेलवालाहरू हुन्छ कि नै प्रिसेलमा सेल मेम्ब्रेन चाहिँ थियो किनभने मैले यता पनि डायग्राम बनाएको छु हेर त यो सेलवाल चाहिँ सेलवाल थिएन होला थिएन किनकि फर्स्टमा चाहिँ भाइरस बनेको थियो भाइरस ब्याक्टेरिया बनेको थियो तिनीहरूमा चाहिँ सेलवाल हुँदैन सेलवाल चाहिँ नर्मली प्लान्टको क्यारेक्टर हो यस सेल मेम्ब्रेन चाहिँ थियो एउटा मेम्ब्रेन चाहिँ थियो अब त्यो सेल मेम्ब्रेन नाम चाहिँ नदियो नि एउटा मेम्ब्रेनले चाहिँ कभर गरेर राखेको थियो हेर्नु यो मेम्ब्रेन ल सिम्पल फर्मदेखि कम्प्लेक्स फर्म गएको छ कि छैन सिम्पल फर्मदेखि कम्प्लेक्स फर्म यही भनेको इभोल्युसन हो अथवा ओरिजिन अफ लाइफ हो सिम्पल फर्म एटमदेखि युक्यारियोट्स भनेको छ यति ल तिमीले केमोजेनी बायोजेनी कोग्नोजेनी भनेको के हुन्छ यति यो बुझ्ने फर्मेसन अफ केमिकल कम्पाउन्ड्स भनेपछि केमोजेनी फर्मेसन अफ बायोलोजिकल अर्ग्यानिक कम्पाउन्ड्स भनेपछि बायोजेनी अनि ट्रान्सफर्मेसन अफ बायोलोजिकल कम्पाउन्ड्स टु प्री सेल अथवा दोज सेल्स हेभिङ डिभाइडिङ टेन्डेन्सी इज कल्ड कोग्नोजेनी है त ल मैले तिमीलाई एउटा दुईटा क्वेसन लेखाउँछु अनि अझै क्लियर हुन्छ क्वेसन लेख्ने है त यहाँ सर लेखौँ न म क्वेसन निकाल्छु एकैछिन
धैर्य राख्ने। तिमीहरूको स्टुडेन्ट काउन्ट कति हुन्छ नर्मली? फर्स्ट दिन कति 40 जति थियो, आज 20। एभरेजमा कति हुन्छ तिमीहरूको स्टुडेन्ट? त्यस्तै हो सर, 20 to 40 त्यस्तै हो सर। एकचोटि कोग्नोजेनी भनेको भनिदिनु न। कोग्नोजेनी भनेको सिम्पल अर्ग्यानिक कम्पाउन्डदेखि डिभाइडिङ सेल्समा बन्यो भने चाहिँ अथवा प्री सेलमा ट्रान्सफर्म हुने प्रोसेसलाई कोग्नोजेनी भन्छ कि, यो ट्रान्सफर्मेसन प्रोसेसलाई ट्रान्सफर्मेसन प्रोसेस के, प्रोसेस अफ ट्रान्सफर्मेसन अफ सिम्पल बायोलोजिकल कम्पाउन्ड टु प्री सेल। अनि प्री सेलको ब्रेकेटमा लेख्ने, डिभाइडिङ टेन्डेन्सी लेख्ने हैन, इज कल्ड कोग्नोजेनी। जस्ट ट्रान्सफर्मेसन हो। भर्खर एउटा सिएस इन्टर द वेटिङ रुम, बल्ल एउटा स्टुडेन्ट आइरहेछ। ल क्वेसन लेखौँ है अब। मोस्ट एक्सेप्टेड थ्योरी इज, अप्सन ए मा बायोजेनेसिस। म सोध्छु है आन्सर भन्ने तिमीहरूले। कस्मिक थ्योरी, सीमा स्पेसियल क्रिएसन थ्योरी, अनि डीमा अबायोजेनेसिस। अबायोजेनेसिस। आन्सर नभन्ने, मैले अहिले अबायोजेनेसिस राइट छ कि छैन मैले भनेन। अहिले स्टुडेन्ट अरूले भन्छन् अनि बल्ल भन्छु म। ल कसले भन्छ चाहिँ सलमान भन्नेले भयो त, नाम नै अलि युनिक छ। सलमान भाइले भयो त। अबायो डी, एउटाले ए भनेको चाहिँ केमिका भन्नेले बी ए भनेको छ बायोजेनेसिस। ल बायोजेनेसिस सुन्ने बेला चाहिँ बायोजेनेसिस होला जस्तो लाग्छ, यसो हेर्दा चाहिँ ए होला जस्तो लाग्छ बायोजेनेसिस, तर बायोजेनेसिस हुँदैन। किनभने चाहिँ बायोजेनेसिसको अरिजिन अफ लाइफमा त्यस्तो कुनै एक्सपेरिमेन्ट नै पर्दैन हामीहरूले, कि एउटा प्री एक्जिस्टिङ लिभिङ फर्मदेखि लाइफ क्रिएट भएको छैन, एक्सपेरिमेन्ट नै पर्दैन। तर अबायोजेनेसिस भन्नाले सिम्पल एटम्सदेखि कम्प्लेक्स लाइफ बनेको छ कि छैन, त्यो भनेको के हो? अबायोजेनेसिस है। सो मोस्ट एक्सेप्टेड थ्योरी भनेको अबायोजेनेसिस। यदि अप्सन डीमा ओपेरिन हेल्डेन थ्योरी लेखेको भए चाहिँ ओपेरिन हेल्डेन बेस्ट है। यदि अप्सन डीमा यसको सट्टा बायोकेमिकल थ्योरी लेखेको भए चाहिँ अप्सन डीमा बायोकेमिकल थ्योरी लेख्यो भने चाहिँ कुन हुन्छ? डी नै हुन्छ है। किनभने चाहिँ ओपेरिन हेल्डेन थ्योरीको अर्को नाम भनेको बायोकेमिकल थ्योरी हो। कहिलेकाहीँ तिमीहरू क्वेसन हेडिङदेखि नै क्वेसन हुन्छ, त्यही हुन्छ। ल भेरी गुड। ल ए बायो र ओपेरिनमा चुज गर्दा त्यही ओपेरिन हेल्डेन थ्योरी चुज गर्दैन। अबायो र ओपेरिन सँगै त राख्दैन, एउटा चुज गर्ने नै हो भने चाहिँ त्यो त फेरि प्रायोरिटीको हिसाबमा तिमीले कुनलाई प्रायोरिटी मान्छौ हैन। नर्मली ओपेरिन हेल्डेन थ्योरीलाई नै प्रायोरिटी दिन्छ होला। हजुर, यो स्पेसिफिक थ्योरी छ, त्यो ओभरअलमा भन्नु खोजेछ नि त अबायोजेनेसिस। तर यसरी त कन्ट्राडिक्सन क्वेसन राख्दैन। ल अब एउटा दुईटा क्वेसन अझै लेखौँ। ल एउटा क्वेसन अघिकै भेट्यो। अर्लियर organisms were, है। अप्सन ए मा केमो हेटेरोट्रप्स। यो क्वेसन कस्तो सोध्छ, यो पास क्वेसन हो। अप्सन बी मा केमो अटोट्रप्स। आन्सर नभन्ने, म आन्सर सोध्छु एउटालाई। सेप्रोफाइट्स हैन, र डीमा प्रोटिस्ट। म एउटालाई आन्सर सोध्छु।
एकछिन मैले नोबेल स्टुडेन्टको आन्सर नाम भन्छु है। कसले भन्छ नि सञ्जीव भन्नेले भयो त सञ्जीव कुमार भन्नेले ए ए केमो हेटेरोटप्स हैन आन्सर सजिलो छ केमो हेटेरोटप्स यो पनि पास क्वेसन हो। एउटा लास्ट क्वेसन अनि नेक्स्ट क्वेसन पर्छ नेक्स्ट थ्योरी पर्छ के छ त नेक्स्ट यता एउटा करेक्सन गरेँ मैले तिमीलाई पहिले तिमीले आफ्नो नोटमा हेर त मैले तिमीलाई क्वेसन वेट्समा के लेखाएको छु के को क्लस्टर भनेको छु लेखाएको छु हेर त कसैले प्रिभियस क्लास अटेन्ड गरेको छ त्यसले हेर त हाम्रो सन्देश भाइले हेर त सन्देश भाइले क्वेसन वेट्समा मैले के को क्लस्टर लेखाएको छु हजुर सर कुन थ्योरीमा भन्नुभयो हजुरले यो प्रिभियस लेक्चरमा मैले क्वेसन वेट्स आर द क्लस्टर अफ भन्ने लेखाएको छु के त्यो हेर त प्रोटिन हुन्छ है मैले अहिले लिपिड लेखाएको छु पोलिपेप्टाइड लिपिड हुन्छ प्रोटिन हुन्छ है प्रोटिन मेनली क्वेसन वेट्समा प्रोटिन मेनली हुन्छ लिपिड मेनली भयो चाहिँ लाइपोक्सिसोम्स हैन पोलिपेप्टाइड भयो चाहिँ माइक्रोस्पियर्स अनि मेनली प्रोटिन भयो भने चाहिँ क्वेसन वेट्स प्लस लिपिड प्लस पोलिसेक्रेट्स एउटा क्वेसन पनि भेटेँ कि मैले त्यही भएर ठ्याक्कै याद आयो क्वेसन वेट्स आर क्लस्टर्स अफ भनेर क्वेसन राख्छ अप्सन ए मा फ्याट्स प्रोटिन्स हैन ल सिधै आन्सर नै लेख्दै है त आन्सर भन्छ के अहिले अब सिधै प्रोटिन्स त्यो एक्जाममा सोधा लाइफ ओरिजिनेटेड फ्रम क्वासर्बेट भन्न मिल्छ लाइफ ओरिजिनेटेड फ्रम क्वेसर्बेट्स पनि भन्न मिल्छ प्रिसेल पनि भन्न मिल्छ कुनै बेला क्वेसर्बेट्स मात्र राखेको हुन्छ कुनै बेला प्रिसेल मात्र राखेको हुन्छ सबै स्टार लगाएको भनेको एमसीक्यू क्वेसन है मैले तिमीलाई एमसीक्यू चाहिँ एउटा एमसीक्यू लेखेर गर्छु अर्को थ्योरीमै एमसीक्यू हुन्छ यो सिडनी फक्स पनि एमसीक्यू हो हैन क्वेसन वेट्स भयो केले बनेको हुन्छ त्यो पनि एमसीक्यू हो अरु एमसीक्यू भनेको अब यो त एमसीक्यू लेखिसके मैले त हैन अनि यो एमसीक्यू यो पनि एमसीक्यू नै मैले मेनली एक्जाम ओरिएन्टेड पढाउँछु र लास्ट क्वेसन अब लास्ट क्वेसन के लेख्ने भनेपछि ल आन्सर भन्ने तिमीले आन्सर भन्छौ होला एकछिन मैले गाह्रो क्वेसन खोजिरहेको थिएँ गाह्रो क्वेसन ल मोस्ट एबन्डेन्ट त्यो लेखेको छ के ल organisms which depend on the organic molecules present in the birth of ocean are called as right organisms which depend on the organic molecules present in the birth of ocean are के हुन्छ आन्सर अप्सनमा चाहिँ के हुन्छ एरोबिक केमोहेटेरोट्रोप्स अप्सन्स हुने ल अप्सन लेखाइदिन्छु म यसको यो क्वेसन लेख्ने तिमीले साह्रो सबै साह्रो क्वेसन अप्सन ए मा चाहिँ एरोबिक केमोहेटेरोट्रोप्स अप्सन बी मा लेख्ने एनारोबिक हेटेरोट्रोप्स बिगार्छ है तिमीले क्वेसन अब ल अप्सन सी मा अटोट्रोप्स अनि अप्सन डी मा केमोहेटेरोट्रोप्स ल सोचेर भन्ने
केमो हेटरोटप्स सोचेर भन्ने अप्सन बी डी हैन अनि ए र सी पनि बाँकी छ ट्राई गरौँ त ल गोपाल भन्नेले भन्छ गोपाल चौधरी भाइले भन्छ डी हो सर डी है ल अरु डीलाई सपोर्ट गर्ने को छ यता नेन्सी भन्नेले भन्छ नेन्सी यादवले डी अनि शिल्पा मण्डल भन्नेले क्लास छोड्दै आउँदै गर्दैछौ तिमी तिम्रो ट्राई गर त शिल्पा मण्डल भन्नेले ट्राई गर त हजुर डी डी आन्सर रङ हुन्छ है किन हुन्छ किन रङ भयो भन्दै केमो हेटरोटप्स भनेको छ नि त केमो हेटरोटप्स अनि यता अर्ग्यानिक मोलिक्युल्स भनेको छ विच डिपेन्ड अन द अर्ग्यानिक मोलिक्युल्स अप्सन हेर्ने तिमीले अब एरोबिक केमो हेटरोटप्स त हुन सक्दैन है अब एरोबिक त भएन हैन एरोबिक त भएन ओसेनमा एरोबिक भन्ने कुरा नै भएन अटोट्रोप्स पनि भएन एनेरोबिक हेटेरोट्रोप्स अब कहिलेकाहीँ अप्सन हेरेर पनि मिलाउनु पर्छ आन्सर अब त्यो होइन कि तिमीले एनरोबिक केमो हेटरोट्रोप्स नै पढेको थियौ अब एनरोबिक छैन भने चाहिँ केमो हेटरोट्रोप्स मात्रै होला भन्ने हुँदैन कि क्वेसन पढ्ने क्वेसन अलि चेन्ज गरेपछि आन्सर नै चेन्ज भइहाल्छ है यो पनि पास क्वेसन हो ठिक छ यो नोट गर्ने सबैले नोट गरौँ अब तिमीहरूले चाहिँ ओरिजिन अफ लाइफको लगभग सबै क्वेसन मिलाउँछौ ओरिजिन अफ लाइफको 11 पोर्सन सकिसक्यो किन चाहिँ ओरिजिन अफ लाइफको 11 पोर्सन अथवा अल्छी लाग्ने पोर्सन भनेकै यही हो थ्योरीहरू ओरिजिन अफ लाइफ ओरिजिन अफ अर्थ नै हो थ्योरीहरू ल यो लेख्यो होला सबैले मैले एउटा दुईटा पोइन्ट फेरि एड गर्न चाहे लाइफ अर्थको ओरिजिनेसन कहिले भएको थियो अर्थ ओरिजिनेटेड इन 4.5 billion years ago. कति 4600 million years ago. Originated 4.6 billion years ago. Billion years ago. अथवा तिमीले आफ्नो युनिट चेन्ज गर्न नि मिल्यो 4.6 बिलियनलाई मिलियनमा नि कन्भर्ट गर्न मिल्यो 00 थपेर 4.5 बिलियन त्यस्तै लाइफ ओरिजिनेटेड कतिमा 3.7 होला कि 3.6 बिलियन इयर्स अगो है 3.6 बिलियन इयर्स अगो यस्तो त सोध्दैन अब रेयरली कहिले काहीँ सोध्यो भने चाहिँ अब 4.6 चाहिँ लगभग सबैले याद हुन्छ अब अर्थको ओरिजिन भन्ने अर्थकै सोध्छ कहिले काहीँ सोध्यो भने चाहिँ तर रेयर क्वेसन हो यस्तो यति गाह्रो त ल अब हामी न्यू टपिक सुरु गर्छौँ न्यू टपिक लेखौँ 11 पर्सन सक्यो ओरिजिन अफ लाइफको अब सजिलो कुरा छ आज हामी चाहिँ एउटा न्यू टपिकको जस्ट बेसिक कुरा मात्रै पढ्छौँ अनि अरू चाहिँ अर्को दिन गर्ने अर्ग्यानिक इभोल्युसन भनेर लेख्ने अर्ग्यानिक इभोल्युसन खगेन्द्र दास भाइ अहिले आइरहेछ टर्म इभोल्युसन was coined by Herbert Spencer भन्ने साइन्टिस्टले चाहिँ इभोल्युसन भन्ने वर्ड टर्म गरेको थियो त्यस्तै लामार्क भन्ने साइन्टिस्टले चाहिँ फर्स्ट टाइम इभोल्युसनको कुरा गरेको थियो लामार्क भन्ने साइन्टिस्टले लामार्क gave first theory on evolution इभोल्युसनमा फर्स्ट थ्योरी दिने भनेको लामार्कले थियो अनि मेजरली इभोल्युसन भनेको म्युटेसनले गर्दा हुन्छ अब इभोल्युसन भनेको पहिला इभोल्युसनको डेफिनेसन भन्नु बिर्सेँ मैले तिमीलाई ल कसैले ट्राई गरेर त इभोल्युसनको डेफिनेसन के हुन्छ वन लाइनमा के भन्छौ तिम्रो आवाज आएन फेरि भयो त
के हुन्छ? Change of Descent vegetable character. with modification. Vacation. यो त कम्प्लेक्स भयो हैन? अथवा सिम्पली के भनेपछि सिम्पल फर्म टु कम्प्लेक्स फर्म। यो भनेको सिम्पलेस्ट डेफिनेसन भयो। सिम्पल फर्म टु कम्प्लेक्स फर्म इभोल्युसन। सिम्पल फर्म टु कम्प्लेक्स फर्म इभोल्युसन भनेको ग्रेजुअल चेन्ज के। त्यो सिम्पल फर्म देखि कम्प्लेक्स फर्म स्लो चेन्ज। प्रोग्रेसिभ हैन ग्रेजुअल स्लो चेन्ज इज कल्ड इभोल्युसन। ल अर्को पोइन्ट के लेख्ने? म्युटेसन इज द अल्टिमेट सोर्स। म्युटेसन इज द अल्टिमेट सोर्स अफ भेरिएसन अथवा इभोल्युसन। भेरिएसन लेखौँ न अहिले। म्युटेसन इज द अल्टिमेट सोर्स अफ भेरिएसन। अब आज हामी टाइप्स अफ इभोल्युसन पढ्छौँ अनि सक्यो क्लास। टाइप्स अफ इभोल्युसन पढेर सकिन्छ। तिमीहरुमा चाहिँ प्रोग्रेसिभ भन्दा नि रेट्रोग्रेसिभ इभोल्युसन छ है। भन्नाले फर्स्टमा स्टुडेन्ट 40 हुन्छ अनि गर्दै गर्दै 16 20 पुग्छ। त्यो भनेको रेट्रोग्रेसिभ। अहिले पढाउँछु म तिमीहरुलाई। द टाइप्स लेख्ने टाइप्स। नम्बर 1 मा हुन्छ प्रोग्रेसिभ भयो। अब यसको त लेख्नु परेन मैले। प्रोग्रेसिभ भनेको सिम्पल फर्म टु कम्प्लेक्स फर्म। सिम्पल टाइप अफ इभोल्युसन भनेकै प्रोग्रेसिभ हुन्छ। रेट्रोग्रेसिभ के हो त रेट्रोग्रेसिभ भनेको? Complex to simple. कम्प्लेक्स टु सिम्पल अथवा ब्याकवार्डतिर इभोल्युसन भइरहेछ हैन। कम्प्लेक्स टु सिम्पल रिभर्स भनौँ न। रिभर्स प्रोग्रेसिभ इभोल्युसन। तिमीलाई डेफिनेसन भन्दा नि यसको एक्जाम्पल सोध्छ। ल एक्जाम्पल ट्राई गरौँ त। यो एकदमै इम्पोर्टेन्ट छ। ल उल्टो भनेको छ एउटा। ल एक्जाम्पल भनौँ त रेट्रोग्रेसिभको। पढेछ होला। Echinodermata. लार्भा अफ इकाइनोडर्म्स है। लार्भा अफ इकाइनोडर्म्स। इकाइनोडर्म्स कि मलुस्का? तिमीले पढेर भने कि यतिकै भने तिमीले? पढेकै थिए। लार्भा अफ इकाइनोडर्म्स यो कसरी हुन्छ के हुन्छ तिमीले इकाइनोडर्म्स नै पढ्छौ हैन। हामीले कमल सरले पढाइदिनु हुन्छ। यो मजाले बुझाउनु हुन्छ। सम्झिराख्ने। लार्भा अफ इकाइनोडर्म्स मलुस्का पनि छ कतै कतै बुकमा। म त्यो हेरेर एक्ज्याक्ट भनिदिन्छु अर्को दिन। लार्भा अफ इकाइनोडर्म्स। खगेन्द्र दास भाइ आउँदै जाँदै गर्दैछ। ल नम्बर 3 मा लेखौँ माइक्रो इभोल्युसन। माइक्रो इभोल्युसन भनेको एकदम माइन्युट अथवा एकदम स्मल एरियामा भएको इभोल्युसन के। जस्तै जिन लेभलमा भएको इभोल्युसनलाई के भन्छ भनेर सोध्छ कि जिन लेभल इभोल्युसन। जिन लेभल इभोल्युसन हैन भनेको माइक्रो इभोल्युसन। एक्जाम्पल है यो। एक्जाम्पल जिन लेभल इभोल्युसन भनेको माइक्रो इभोल्युसन। ल नम्बर 4 लेखौँ। यो सारम सकिन लाग्यो अल्छी नमान्ने। अब 2-3टा अझै छ। अरु भोलि गर्ने फेरि। माइक्रो यतै लेखौँ न। नम्बर 4 मा माइक्रो इभोल्युसन। ल यो भनेको लार्ज चेन्ज। धेरै ठुलो चेन्ज के। लार्ज चेन्ज जस्तै इन्क्रिज इन साइज अनि डिक्रिज इन साइज भनेको माइक्रो इभोल्युसन लार्ज चेन्ज। अनि माइक्रो इभोल्युसन भनेको जिन लेभलमा के जिनमा चेन्ज भयो भने चाहिँ त्यो भनेको माइक्रो इभोल्युसन। र आज चाहिँ यति नै गरौँ। भोलि हामी चाहिँ डाइभर्जेन्ट कन्भर्जेन्ट होमोलोगस अर्गेन्स एनालोगस अर्गेन्स इम्पोर्टेन्ट पनि छ सजिलो पनि छ। त्यो भोलि पढ्छौँ नेक्स्ट क्लासमा। केही डाउट्स चाहिँ सोध्दा हुन्छ? हजुर भन। स्लाइड सुरुदेखि
त म अब स्लाइड्स देखाइदिन्छु। आज मैले मेन चाहिँ मिलर र युरिया एक्सपेरिमेन्ट मात्रै पढाउने सोचेर आएको थिएँ। सर रिभिजन गरौँ त। रेसियो हेर्ने 2:1:2, स्पार्क डिस्चार्ज एपरेटस, स्पार्क डिस्चार्ज एपरेटस हैन। अनि कुन कतिवटा 15 एमिनो एसिड्स बनेको थियो, ग्लाइसिन अलानिन अस्पार्टिक एसिड। अनि कोएसरवेट्स अथवा प्रिसेल भनेको फर्स्ट लाइफ हो। त्यो चाहिँ एनारोबिक केमो हेटेरोटॉप्स थियो, एनारोबिक केमो हेटेरोटॉप्स। अनि क्वेशन हेरेर मिलाउने, जस्तै क्वेशन के थियो यता अर्ग्यानिक मोलिक्युल्स भनेपछि केमो नहान्ने, हेटेरोटॉप्स मात्रै लगाउनु पर्छ अर्ग्यानिक मोलिक्युल्स भनेपछि। अनि अर्थ ओरिजिनेटेड 4.6 बिलियन इयर्स अगो, लाइफ ओरिजिनेटेड इन प्रिकेम्बियन इरा। अरु सिम्पल फर्म टु कम्प्लेक्स फर्म, मोस्ट एक्सेप्टेड थ्योरी अफ बायोजेनेसिस। कोएसरवेट्स भनेको क्लस्टर अफ प्रोटिन्स, अर्ग्यानिक इभोल्युसन। ल ठिक छ, आज क्लास यतिमा एन्ड गरौँ है त। के छ सन्देश भाइले बुझ्यो कि बुझेन आज पढाएको? यस सर, के नबुझेको कन्फ्युज लागेको कुरा के छ? छैन, क्रिस्टल क्लियरै भयो सर। अर्ग्यानिक यो ओरिजिन अफ लाइफको इम्पोर्टेन्ट अथवा गाह्रो भनेको यही हो है, योभन्दा गाह्रो छैन। अब सजिलो छ एकदमै। तिमीले जस्ट इक्जाम्पल याद गर्नुपर्छ। अब यो डाइभर्जेन्ट इभोल्युसनको इक्जाम्पल के हुन्छ, कन्भर्जेन्ट इभोल्युसनको इक्जाम्पल के हुन्छ, सजिलो छ अब चाहिँ। आज चाहिँ यति नै गरौँ। सबैले बाई बाई, गुड नाइट। हस् बाई बाई सर। हस् बाई बाई।